ठिकै छ धेरै चिरेमा पिसिया पनि हैन काटी हाले नेतिका दुप्पै हुन्छ म तेरी नि गरिया म नासिस्नु भन्दा आबु फोडी सोनी खामाउँदैन हातले धोएन नि छुट्टा धोए गर त खाटो बारैको हाल्यो डढिया तेल ल काट हाल फोडी खुट्टा बिर्के सिंगे चाहिँ ओछ्याउँदै सियाइ धुदी छिन् त त धुदी चाहिँ त्यस्ता दु इलेमसन बनेपछि ए खुट्टै दया के माने उता या माने उता जुन मैले खुट्टा दया माथि सर्ग खाए जाँदैनन् कि खाएपछि जाँदा गुण ज्ञान बोली भाषा खानु पिउनु सबै गुण चाहियो ज्ञान चाहियो बोली चाहियो भाषा चाहियो घरमा काम चाहियो काटेपछि ठिक गरी टमाटर हाल्नु होइन टमाटरै हो मासु मिठो लाग्ने जति त्यो छुटेर खान्छ त्यो भाडा गयो भनेर मेरो दाइ ठुल्ठुला गर्दा नि घरमा चार गरिकन राखेको छैन त भित्र राखिदिएँ यहाँ हात पाडिने दुःख कति हुने यत्रो दिएर बहिनी पाइने एक काम त गर्नु पऱ्यो खानु चाहियो लानु चाहियो मैले सबै काम गरिकन आएछ न मैले यस्तै काम चाहियो गहले त्यस्तो यहाँ नि होला ठुलै खतरा रोग लाग्यो होला डेलिभर ल्यायो अङ्कल यति मान ल्यायो कसैको मलाई चाहिहाल्दैन डेली खाया हुँदा नापा बड्डा देखि ल्याउँ क्या जोइले काहीँ कोहीको मा घरदै एक मान ल्याइकन त दिए के थाहा छ 2 महिना भा ल्याउन कि डेलिभर भएन छोराले बिलोस् भन्न छिया ल्याइम डेलिभर भरि आयो रे मलाई छिया त भरि आयो दिए कसैको पनि ठगेर लुटेर खानु हुँदैन बान बाठा कति खानु अटकुन गर्दा है बामन त्यसले पिया भेट कोहीका बेग माने लेख्न अथवा दिन सक्छन् फगल पिया हो पिया हुँदो हो क्या आज फगल पिया छ रो बदल बोलिया दिने हामीले लिन कि कहिले अनि मन दिदिले हामी गयो ल्याउने चेन दिनु भइगयो त्यहाँ आउने 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 घुम्नु आउने अरे कहाँ त आउने बजिया त प्रथम पनि आउने भन्नुहोस् यो शीतला भन्नुहुन्छ आफूमा के आउने शीतला पनि गरेछ को आउने प्रकृति आमा आउने मम्मी आउने नि ओखर छकला टप्पा टपै भयो
विषय 3-4 गेडा भ्या देऊ त्यही लागि नि आएर चाहिँ 10 गेडा भयो छकल खाले 10 वटा गेडा 28 गेडा अगाडि भयो मिसिसकेपछि 8 दुई पछि फेरि 2 30 गेडा खै यो कतिको भयो 2 सारा लेकर 2 बड़ा रंग दिया कत्ता मैले आयो एक त्यो काटिके छ त्यो एकति बसिहाल्छ नि पत्ताले त्यो काम नै फुर्सद नै अस्ति पारिके भन्दा थोड़ा माडु त तर हाम्रो बा काखन त एकचोटि लाग्नु लाग्दो इनका लाग्दो मेन होला नि यो भयो एग्रिकल्चर खाउन लाउने हो एकै थियो एउटा 200 मैले खाएँ यसले खाए एक मैले खाए पछिल्लो पुरो गइसक्यो पुरी सरलले रोटो खानेमा आओ अंकल भनी र काले रोटो खावा आओ नि र 2 पोरी लटकाए आओ देखेर आइगे छि सरला भात काटे गए छ आइए छि आई पनि फेरि परबिन भात बाटे गयो पछि एक रोटी एकछिन दिउँ न एक रोटी म खाउँदिन म पानी हेरेर त खादिम लाया भाइ 3 वटा खाए अनि टन्नै साल हालेपछि मुन्सुन खाँदैन भन्ने सियान्छ रात पनि मिस्ने हो क्या सेतै खा मिठो छ सेतो रातो र सेतो मिक्स गर्नुपर्छ धान भगौँला मिसिन 150 रुपियाँ किलो होइन यो रातो पारी बढ्नु के त्यो बढी बट्टो छैन नापा के उस्तै यो मुर्गी तिरो भने तिरो